नमस्कार सब्सक्राइबर साथीहरू। आज अहिले एउटा भैँसी बोक्ने काम पाएको छु। अब भैँसी बोक्नको लागि म निस्कँदैछु। अब के क्लिप बन्छ अब बनाउँदै जानेछु। यो हाम्रो मिर्मी बजार हो है, मिर्मी बजार। ल साथीहरू, मिर्मी बजार हेर्नुहोस् है, मिर्मी बजार। स्याङ्जा जिल्ला कालीगण्डे गाउँपालिका वार्ड नम्बर 7 मिर्मी बजार। ल हेर्नुहोस् है, ढकाल ब्रदर्स अगाडि लाग्छ है, कालीकोट एक्सप्रेस। यो मिर्मीको हाम्रो चोक हो, यो मिर्मी बजारको। ल मिर्मी बजार हो है यो। घरिघरि गाडीमा मोबाइल मिलाउँदै राख्दै गरिरहेको छु। घरिघरि आफै भगलग झल्क। ल हाम्रा अहिलेका युवा जेनेरेसन ल हेर्नु है। ल ल मिर्मी सकिया छैन है अझै मिर्मी। हेर्नु है, अति राम्रो अति रमाइलो छ है हाम्रो मिर्मी। हेर्नु है, हो यो खोलालाई हामीले मिर्मीको खोला भन्छौँ। मिरी खोला, मिर्मी खोला। यो पानी आयो भने बेसरी हुन्छ, नभए हुँदैन। ल यहाँ त्यो भैँसी लिएर भैँसी ल्याउनु पर्यो भनेर मलाई एकजनाले भन्नुभएको थियो। अब उहाँ आउने बाटो यही हो। ल साथी, उहाँ हो मलाई भैँसी ल्याइदिनु भनेको। उहाँले ल नम्बर दिन्छु भन्नुभएको। उहाँ हाम्रो मिर्मीको राधे दाई भन्ने हो है गाइज। ल भन्नुहोस्, तपाईँलाई नम्बर दिनु पर्यो? होइन, तेरो नम्बर त म थिम्छु छ। क्या नम्बर हो? त जानी नम्बर तँलाई दिनु पर्यो। 98 672 39 मन्दिर यही हो है। ल साथीहरू, ल हेर्नु है, हाम्रो कालिकाको मन्दिर यही हो। अब हामी कालिकाको मन्दिरभन्दा अगाडि ल गाइजहरू, बाटोको पनि मजा लिनुहोस् है। बाटोको पनि मैले भिडियो खिचेको छु।
बाबुले पनि धेरै रमाइलो मानेको छ। ल यहाँबाट भैँसी हाल्ने कुरा भयो है। ल ल हेर्नुहोस् है यति राम्रो सिन छ है यहाँको। दाइ भैँसी कतिमा बेच्नु भयो? कपाल नगनाइकन भन्नु न यार। मलाई सस्तो भयो, मलाई सस्तो भयो, उहाँलाई महँगो भयो होइन। अब हजुरको चाहिँ नि अब गाडी भाडा यता त्यता पुनः पो लिएर गएर तपाईँलाई यसो चाहिँ जलपानी यता त्यता ट्याकी टुकी चाहिँ यसो खिरसिर पकाएर खुवाउँदा हुँदा 70 पुग्नु भयो उहाँ पनि हो। ल ल 2-5 महिना पालेर अब 1 महिना पालेर आइछ बल्ल खिर खाने। अब ब्याउनी भैँसी आइछ अहिले आजको लानु पर्ने। होइन पाल्न राम्रो पाल्नुहुन्छ उहाँले। उहाँ धेरै राम्रो पाल्नुहुन्छ। पालिकाको हाम्रो केन्द्रीय कार्यालय यही हो। कुनै बेला म उहाँ गएको बेलामा पनि हजुरलाई भिडियो खिचेर यो देखाउने छु। हामीले लानुपर्ने भैँसी यही रहेछ है अलरेडी। ल भैँसी हेर्नुहोस् है, यो भैँसी हो, यो गाडीमा लोड गरेर लाने। यहाँ बाख्रा पनि रहेछन् है। ल हेर्नु है भैँसी फुकाएर ल्याइसक्नु भएको है। गल्ली रहेछ। म अलि दौडेँ माथिबाट बच्चीको बियो निकाल्ने। पक्कै हिँड्न दुखाउँछ क्या भैँसीलाई। ल साथीहरू, ल लास्टमा अलरेडी हामीले भैँसी गाडीमा लोड गऱ्यौँ। अब अरे लोड गरेर भ्याइयो। अब यहाँबाट अलरेडी भैँसी हामीले ल्याएर गोठामा बाँधिदिउँ है। तो गाडीको घुरिया सर्नुहोस् त। ल अर्को लुरे दाईहरूले यहाँ गाह्रो लाउँदै रहेछन् फेरि गोठमा कि हाम्रा हजुरबाका पालाका हर्खे दाई भेट भए। हाँसो जो मिठो छ क्या हर्खे दाईको। ल फाइनली गाइज हो म घर आइपुगेँ। घर आएर यहाँ चिया खाने कार्यक्रम भयो रहेछ भर्खर। यहाँ भान्जा भान्जी पनि आउनु भएको। ए आमा पनि आउनु भएको। हाम्रो म्याडम उता हुनुहुन्छ उहाँ। ल मेरो जेठो सुपुत्र यहाँ छ यी। ल हाम्रो भान्जी यहाँ छन्। ल हाम्रो कान्छा भान्जा सुभाष यहाँ छन्। ल त्यसपछि मेरो मम यहाँ हुनुहुन्छ यी। ममकी जेठी सुपुत्री यहाँ हुनुहुन्छ। ल ल ल आजलाई यति। ल लास्टमा म्याडम थिम गएर टुङ्ग्याएँ। ल बाई है।
साथी यो भन्न बिर्सेछु लाइभ सब्स्क्राइब पनि गरिदिनु होला र अरू क्लिपहरू पनि आउँदै गर्छ है ल